सबैजना रेडी भइसकेर चाहिँ यहाँनिर लगाउन तयारी पनि भइरहेको छ। सो अब चाहिँ हामी चाहिँ यहाँनिर लगाउनु छ है। म चाहिँ लगाउँदिनँ, सो चाहिँ यहाँनिर बसेको छु है। कस्तो रीतिरिवाजहरू गरेको चाहिँ अब म चाहिँ यहाँनिर सो यहाँ चाहिँ फर्स्ट रीतिरिवाज यहाँनिर गर्दो रहेछ। यो चाहिँ फर्स्ट 3 खेप एकदम यहाँनिर घुम्नु पर्दो रहेछ है। यहाँनिर घुमेर चाहिँ यहाँ यसरी नै गर्नु पर्दो रहेछ है। म चाहिँ फर्स्ट टाइम होइन, अब त्यस्तै 3 टाइम भयो एटेम्प गरेको। पहिला सानोमा चाहिँ मम्मीले चाहिँ गर्नुहुन्थ्यो, तर अहिले चाहिँ मम्मीहरूले गर्नु हुँदैन, धेरै वर्ष भइसकेको छ। अन्त म चाहिँ यहाँ छेमाहरूको घरमा आएर चाहिँ यहाँ छेमाले चाहिँ 3 जना माइतीलाई पुस्नु हुँदैछ, भाइटी पकाउनु हुँदैछ। यहाँ 3 खेप यो फेरेर चाहिँ पानी चाहिँ पर त्यहाँ ओखरको छेउमा गएर चाहिँ त्यहाँ हालेर चाहिँ के गर्नु पर्दो रहेछ भन्दाखेरि चाहिँ फुटाउनु पर्दो रहेछ गाइस हैन। त्यो छुवाएर चाहिँ फुटाउनु पर्छ सबैको टाउको बनाइदिनुस् न। नानु बदमास अलिक कम्ती। काकालाई आऊ। अब चाहिँ स्टेप कसरी यो यत्रो ल्याएछ न यो दुनाबाट झिक्न हो त्यो ओखरलाई, दुनैमै नफुटाउ, त्यसरी फुटान भइहाल्छ त। उछिटिन्छ जस्तो लाग्यो। त्यो उछिटेर टिप्नु पर्यो नि, भइहाल्यो त। मिल्दै अब के भयो? सबैलाई एकैचोटि छर्किँदा हुन्छ हौ फुल त है। नानुलाई सो यहाँ चाहिँ सबैजनालाई चाहिँ यहाँनिर फुलहरू एकदम यसरी रीतिरिवाजले नै मजाले गर्नुहुँदैछ। त्यसको बादमा चाहिँ यहाँनिर तेल यहाँनिर एकदमै सबैको यसमा चाहिँ टाउको हातमा सबैलाई दलिदिनु पर्दो रहेछ है। यो चाहिँ एकदमै राम्रो कल्चर लाग्यो मलाई चाहिँ, किन भन्दाखेरि चाहिँ अब चाहिँ यहाँ स्टार्ट हुँदैछ। ठुलोदेखि चाहिँ यहाँ टिका लगाइदिनु हुँदैछ है। यहाँ सबैजना है बसिरहनु भएको छ। यहाँ फर्स्ट लगाउनु हुने चाहिँ यहाँ हाम्रो छेमाको चाहिँ ठुलो यो भनौँ न माइतीलाई फर्स्ट लगाइदिनु हुँदैछ है। अन्त यहाँनिर सबैजनाको टर्न आउँदैछ। त्यहाँदेखि सेकेन्डमा चाहिँ यता आफ्नै है उसको खास माइतीलाई नै लगाउनु हुँदैछ है यहाँनिर। अन्त यहाँ सानो नानी देख्दै गर्नुभएको चाहिँ हाम्रो मामाकै छोरी हो। उसलाई पनि पुरा एक्साइटेड है, उसको फर्स्ट टाइम हो भनौँ न। अन्त उसले लगाएको चाहिँ है कति उसको बाबालाई हेर्नुहुँदैछ, यहाँनिर चाहिँ लगाउनु हुँदैछ है। यहाँ लगाएर चाहिँ त्यहाँदेखि त्यसको बादमा चाहिँ यहाँ हाम्रो माइजूलाई लगाइदिनु हुँदैछ है। त्यहाँदेखि चाहिँ सानो बहिनीको टर्न आउँछ गाइस हैन। यहाँ चाहिँ हाम्रो माइजूलाई लगाइदिनु हुँदैछ है। अन्त त्यसको बादमा चाहिँ यहाँ सानो है छोरीलाई लगाउनुको लागि चाहिँ यहाँनिर बहिनी पनि एक्साइटेड भइरहेको छ। अन्त यो चाहिँ कसरी लगाउनु पर्दो रहेछ भने चाहिँ कलर एउटा हुन्छ नि, कलर लगाएर चाहिँ डिफ्रेन्ट कलरहरू लगाएर चाहिँ लगाउनु पर्दो रहेछ है। अन्त एउटै सेम कलर हुनु हुँदैन रहेछ, भिन्न कलर धेरै कलरको अब किसिमको राखेर चाहिँ यहाँनिर चाहिँ
लगाउनु पर्दो रहेछ। अन्त यहाँनिर चाहिँ सानो है बहिनी माइजूहरूको छोरी मामा र माइजूको है उसलाई पनि लगाउनु पर्दो रहेछ है। यहाँनिर यहाँ उसलाई लगाइदिए उसको चाहिँ ऊ ह्याप्पी भइरहेको छ। अन्त यहाँ छ अर्को मामा, यहाँ मामा लगाउनु हुँदैछ। यहाँ हाम्रो कान्छी माइजू हो। यता चाहिँ कान्छी माइजूको चाहिँ फर्स्ट टाइम हो, किन भन्दाखेरि चाहिँ ठुलो माइजूले चाहिँ लास्ट इयर पनि लाउनु भएको थियो। यहाँ चाहिँ हाम्रो सानो माइजू हो। क्यामेरा छ हाम्रो तिनवटा क्यामेरा छ नि ल लगाइदिए अब ए फुलको माला लगाइदिए पहिला, त्यहाँबाट सगुन खुवा ए तैँले कुन चाहिँ लाउनु भुलेको त्यही चाहिँ भनेको सातवटा वेटसँग सातवटा हेर न यसले लड्डुले यता ल यहाँ चाहिँ सगुन खुवाउनुको लागि रेडी छ। सगुन चाहिँ सबैलाई खुवाएर चाहिँ यहाँ चाहिँ त्यसको बादमा छेमाले चाहिँ लड्डु खुवाउनु हुँदैछ। लड्डु खुवाइसकेर चाहिँ त्यसको बादमा चाहिँ छेमालाई भाइटिका लगाइदिनु हुँदैछ। फोपोलाई तिमी आफै लगाएछ आफैको लगाएर भिडियो सिडियो सब आउँछ सबै वाट्सएपबाट गइहाल्छ। तिमीले लगाइदिनु नि रविन्द्रसँगै बस्नु ल। ए बहिनीले पनि लगाइदिनु।